हेलो एभ्रिवान, यता फेरि के बन्दैछ, के को तयारी हो भन्नुभएको होला। यो चाहिँ पिरालु दाल बनाउँदैछु मैले। यो चाहिँ कालो दाल हो, यो चाहिँ पिरालु हो। मैले चाहिँ यसरी बनाउने गरेको छु। एकदमै गजब मिठो हुन्छ। हजुरहरूले पनि ट्राई गर्नु होला, खानुभएको छैन भने। सुरुमा चाहिँ मैले दाल पकाए चाहिँ सिम्पल तरिकाले यसलाई धोएर सफासँग काटेर तेल बेसार नुन राखेर मजासँग 5-6 सिटी लगाइदिने हो। यतिको पाकोस् कि दाल चाहिँ लपक्कै होस् अनि पिरालु चाहिँ नफुटोस्। मैले चाहिँ भनेको जसरी ठिक्क पाकेको छ मेरो दाल। अब फ्राई गर्नलाई रेडी गर्दैछु मैले। यसमा मैले जिरा फ्राई दिन्छु सुरुमा, अनि यसमा चाहिँ धेरै मसला राखेर चाहिँ मिठो हुँदैन है। अनि मैले चाहिँ प्याज फ्राई अनि प्याजको पत्ता पनि हो, लसुन अनि हरियो खुर्सानी यसलाई एकछिन फ्राई गर्छु। अनि यसको कलर चेन्ज हुँदै जान्छ, बिस्तारै कलर चेन्ज भएर लाइट ब्राउन भयो भने मैले यसमा टमाटर राखिदिन्छु र मसलामा थोरै किचन किङ मसला र गरम मसला राखेको छु। यसलाई यसरी चलाउँदै पकाउने। बिस्तारै तेल निक्लिन थालेपछि त्यसपछि मैले यो दाल राखिदिन्छु अनि दालमा थोरै पानी राख्छु। पानी चाहिँ कम ज्यादा कति खाने हो त्यही किसिमले बनाउने हो। एकछिन चाहिँ मजाले पाक्न दिने हो अनि माथिबाट धनिया सर्र लगाएर खानालाई रेडी हुन्छ मेरो पिरालु दाल।